Jahet. Jahet. त्यही सेमा सुँगुरको टाउको है यत्रो गाडीको हालत हेर्नु न यहाँ यस्तो भएछ। अहिले चाहिँ हामी बजार आइसक्यौँ। यहाँनिर हाम्रो बजारमा हेर्ने कोरियाको बजार कस्तो हुन्छ। के हो यो पात जस्तो बनाएर यहाँनिर तरकारीहरू यसरी बसिरहन्। तरकारी पनि थर्ड क्लास तरकारी छ। 500 भन्दा घटी छैन केही। न अन्ततिर के किनिहाल्नु कार्ड चल्दैन पैसा क्यास छ तपाईँसँग लोतो भर्नु न त लोतो कुन चाहिँ भर्छ अलिक पर अहिले नुहाइ भइ गरेर आउनु सो अहिले म र मेरो दाइ जाँदैछौँ। अनि यहाँनिर कोरियाको बजार यस्तो छ। बजार ठ्याक्कै हाम्रो मलाई यो बजार हेरेर हाम्रो उता चाहिँ हाट बजार यस्तै हुन्छ क्या दाइ। अहिले चाहिँ हामी एसियाको माट आइसक्यो। यो फ्ल्यागै फ्ल्याग छ यहाँनिर। नेपालको झन्डा पनि रहेछ है साथीहरू। यहाँको माटमा चाहिँ सब तरकारीहरू पाइन्छ। मासुहरू सस्तो पाइन्छ। थिच्नु 9मा दुईटा 900मा दुईटा चिकन सस्तै हो। 600मा बब्बाल हो त यो त 600मा यो मासु राम्रो सुँगुरको टाउको हेर्नुहोस् यहाँ वाह त्यही सेमा सुँगुरको टाउको है यत्रो छ। गाडीको हालत हेर्नु न यहाँ यस्तो भएछ। पुरै एक्सिडेन्ट भएर होला है यो खतरा। अगाडि कहिलेदेखिको छ यो यहाँनिर ल्याङफ्याङ भयो। Jahet. Jahet. यस्तो हाम्रो यो एरियामा चाहिँ बजार लाग्ने हो खतरा। अनि उता चाहिँ लाग्छ तर मलाई जान लाग्यो अहिले। सो अब हामी चाहिँ गाडी चढेर जाने हो। हिँड्नु आयो हाम्रो थेगु म्यानहरूले चाहिँ सपिङ टन्नै गरिसक्यो हाम्रो दाइहरूले। यहाँ हामीले चाहिँ गरेनौँ। हामी अनप्लान्डमा थियौँ नि त। सो पछि गरौँला हामी चाहिँ। सो अब हाम्रो चाहिँ गाडी अगाडि बढिसक्यो। जाँदैछौँ अब हामी। सपिङ भइसक्यो हाम्रो। सो म चाहिँ आइसक्यो रुममा। भर्खर गाडीबाट झरेँ। कुन चाहिँ थोत्रै ट्र्याक्टर यहाँबाट यस्तरी थोत्रै ट्र्याक्टरवाला लिएर गएछ। गाडी कस्तो धुवाँ गनाएछ। कोरियामा पनि यस्तो थोत्रै ट्र्याक्टर त नचलाउनु पर्ने त। तर त्यो डोजर जस्तो त्यहाँनिर यो अगाडिपट्टि चाहिँ ठुलो ग्यारेज छ कि बनाउने ट्र्याक्टर स्याक्टर बनाउने। अनि हेर्नु न गाइज कति बुढी मान्छेले कस्तो मजाले काम गर्नुभएको छ यसमा। सो कारहरू चाहिँ यस्तो छ यहाँ। मेरो ड्रिम कारहरू छ। आफू हेरेर बस्नु परेछ। म चाहिँ यहाँ आइसकेँ रुममा। आज पनि साउन्डहरू गरेको थिएँ। सायद मेरो साउन्ड आइसक्यो। यम एआई भनेपछि यो साउन्ड मेरै हुनुपर्छ। यो साउन्डहरू गरेको सामान पनि आएछ। आज हिजो अर्डर गरेको आज सामान आइसक्यो। यस्तो फास्ट हुन्छ यहाँनिर। फास्ट के पनि हिजो अर्डर गरेँ आज आएको। सो गाइज अब म चाहिँ रुममा आइसकेँ कामबाट झरेर। सो अब आजको भ्लग चाहिँ म यहीँ इन गर्न चाहन्छु। मलाई लास्ट थकाइ लागिसक्यो। अब नुहाउनुपर्छ। नुहाएर फ्रेस हुने हो। अनि त्यसपछि चाहिँ भोलि फेरि काममा जानुपर्छ। भोलि पनि काम छ हाम्रो चाहिँ। हप्ताभरि काम भएको भइ छ। अहिले काम भएको राम्रो पनि हो किनभने हामीलाई त अहिले अति नेसेसरी छ। कलेज फी हाल्ने यताउता दुनियाँ दिमागमा पुऱ्याउनु पर्ने छ। सो आजको लागि चाहिँ यति नै। सी यू टुमरो। मेरो डेली भ्लग आइरहन्छ। बाई बाई। थ्याङ्क यू फर वाचिङ एन्ड सब्सक्राइब फलो लाइक कमेन्ट सेयर सब गर्न चाहिँ नभुल्नु होला। आजको लागि चाहिँ यति नै। थ्याङ्क यू।